अब आज त मैले दिनमा खाना आएन त मैले सोच्दैछु आज के गर्ने भनेर त अलिकति मिट लिन पठायौँ हामीले 40 रुपिस 50 रुपिसको। आज हामीले बनाउने हो बिरयानी। थाहा पाउनु भयो नि के बनाउने हो, कमेन्ट गर्नु के बनाउने हो। चल स्टार्टिङ गर्ने अलि बिरयानी बनाउनको लागि। त पहिला भाइले पनि अस्ति नै बिरयानी खाम भनिरहेको थियो। ल आज बनाइदिउँ हो क्या। ढाक्कै पहिला यो बसालिदिउँ, त्यहाँदेखि स्टार्ट गरौँ ल प्रोसेस। सो बिरयानी बनाउनको लागि सबसे भन्दा पहिला यो हाल्ने यसो यसले जान्दैन अरे त अलि आज यसलाई अलिकति सिकाइदिउँ। जानेछ बिरयानी बनाउन? अलिकति यो प्याजलाई फ्राई गरिदिउँ हल्का। सो बिरयानीको लागि हाम्रो प्याज फ्राई हुँदैछ, मजा आउँदैछ। सो अहिले पाक्दैछ मेरो मासुको मसला। पाकेपछि चिकन यहाँ छ अलरेडी। भात त मैले बासमती राइस त छैन अरे, यही अघि पकाएको उमालेको राइस यही हो, नर्मल के अरे रासनको चावल। रासनको चावलले बिरयानी बनाउँछ मजा आमाले, के गर्ने होइन। और यहाँ प्याज राखेको छु मैले भर्खरै थोड़ा फ्राई गरेर। बिरयानी बनाने प्रोसेस सुरु भइसकेको छ और बिरयानी बन्दैछ हाम्रो औँठीमा यही। सो हम लोगों का मैगीज कॉर्नर भी खुल चुका है, मतलब हाम्रो मैगीज कॉर्नर पनि खुलिसक्यो। हेरौँ अब फर्स्ट कस्टमर कुन चाहिँ आउँछ। आज त छिटै खोल्दिउँ, 2 बजी नै खोल्दिउँ। हेरौँ के हुन्छ। तब तक म बिरयानी बनाउँदै राख्छु। बिरयानीको लागि जो पकाउँदैछु त्यो त मजा आउँदैछ जस्तो लागेछ मलाई। किन मैले अलिकति धेरै फुड कलर हाले जस्तो पनि लागेछ। देख्दा त मजाको देखेछ है, लेकिन जो पनि भन्नु होइन कुकुरले यो आवाज जो सुन्नु यो बोकाको, यो बोकाले यस्तै नै बोल्छ। सो मेरा जो मैले बनाएको चिकन छ नि त्यो चिकनको रेसिपी त भयो है। अब भातको रेसिपी बाँकी छ। तो अब यसको लागि मलाई धेरैभन्दा धेरै 15 मिनट्स लाग्छ, हाम्रो बिरयानी भइहाल्छ। 2 जना त खाने हो, रिकीलाई त बिमार भएर रिकी गयो। अब खालि 2 जना मात्र छन् खाने, त यो 2 जनालाई त यति भात त पुगिहाल्छ। राइसलाई पनि हल्का बोइल गरिदिन राख्दैछु ताकि हल्का गरम होस्, तब त राम्रो आउँछ नि मजा। चिकन त रेडी भएछ हाम्रो। अब धेरैभन्दा धेरै 10 मिनट्स 15 मिनट्स रेडी, त्यहाँदेखि खाए हुन्छ। राइस पनि रेडी छ और यहाँ थोड़ा हल्का अमुल बटर हालिदिएको छु मैले ताकि अझ स्वाद आओस् भनेर। यहाँ चिकन पनि रेडी छ। लौ त भाइ यसरी अब मैले पुरा टालो लगाइदिएँ ग्यास नजाओस् भनेर। अब यसो 15 मिनट 10 मिनट भएपछि त्यहाँदेखि ट्याक्कै निकाल्ने हो, हेर्ने हो कस्तो भएको छ भनेर है। चलो हेरौँ ल है, एकदम नचलाएर एकतिकै राख्दै हुन्छ। हेरौँ कस्तो हुने रहेछ। सो बिरयानीको प्रोसेस अलरेडी खतम भयो, अब खालि पाक्न मात्रै बाँकी छ। राखिदिएको छु सायद पाक्छ होला विदिन 10 to 15 मिनट्समा। त्यहाँदेखि हेरौँ ल कस्तो हुनेछ। हेर्नु यसलाई भोकले पुरा टन्नै भएर बसेछ, कहिले पाक्छ भनिरहेछ। सो अलमोस्ट हाम्रो पनि यो भइसक्यो। बस 2-3 मिनट वेट गरौँ, त्यसपछि भाइलाई भोक लागेको छ अरे। खोखै गोले त यार, कति भोक लागेछ तँलाई? जुलुम भोक लागेछ अरे। त अब यसको प्रोसेस पनि खतम भयो, अब निकालेर हेरौँ कस्तो बनेको छ। सो अब हामीले खुल्न जाँदैछौँ। हेरौँ कस्तो हुन्छ अब। वाउ गाइस देख्दा त मजा लागेछ है देख्दा त। अब यसो यसलाई चलाउँ त कस्तो हुने रहेछ हेरौँ त। वाउ म्यान, भरे के उसको बनाएको के भन्छ त्यसलाई, रासनको चावलको। लेन भाइ साहब त बोले कस्तो लागेछ देख्दा रे? के भन्ने मैले अब सब छैन, खाम जस्तो मन लागेछ न। सो गाइस हामीले अब ट्राई गरिन्छ। सो गाइस हाम्रो बिरयानी त पाक्यो, मजाको देखिएछ है। सो अब डाम खाएर बाहिरतिर कुर्न पर्यो कस्टमरको लागि। आमी बचा गाइस हेर्नु बढिया। सो यही सेम भन्छ कुकै टाइममा त यसो भरोसा लाग्दैन मलाई त। थ्याङ्क यू अनुराग दाई, थ्याङ्क यू सो मच। यो वेलकम भाइ। चावलको डिफ्रेन्स आउँछ किनभने गभर्मेन्ट चावल हो नि, के भन्छ नै
रासनको चावल हो नै त नि त भाइ बढिया भएको छ निकोले बढिया भएको छ त हजुरले पनि बनाउन सक्नुहुन्छ यसरी गरेर बुझ्यो या खाना छ नि म्यागी स्कर्नरमा आउन सक्नुहुन्छ